यति धेरै कोसिस गर्दैछु राम्रो होस् भनेर, अझै पनि नराम्रो भयो भने त म त झुन्डेर मर्छु त्यही दोकानमा कसम। यसरी रिङ भनेर देखाएर यसरी चाप्यो। सो ड्रिम वाज ट्रु होइन। भोलि हाम्रो पसलको ओपनिङ छ, तर यो चाहिँ मैले जुन गर्छु भनेको थिएँ यो चाहिँ मैले गरेर देखाएँ अन्त्यमा। फिजिकल्ली हेल्पको लागि त मसँग कोही पनि थिएन, मैले को कस्तो भनेर मैले सबै मान्छेहरू चिनिसकेँ होइन। यत्रो सब गरेँ कि आई कान्ट बिलिभ होइन, मान्छेलाई परेपछि जे पनि गर्छ कि फिजिकल हेल्पको लागि कोही पनि थिएन। आई क्यान से इट प्राउडली, मैले एक्लै नै गरेको यो सब। सो हेलो एन्ड वेलकम ब्याक एभ्रिवान, स्वागत छ सबैजनालाई आजको नयाँ भिडियोमा। न्यू डे न्यू ब्लग। कस्तो बाङ्गेमुखी गएर भिडियो सुट गर्नुपर्छ कि भगवान्, कसरी गराम अब। सो गाइज, म चाहिँ यति साँझमा यति राम्री भएर उतामुखीबाट घाम जलाइरहेको, म यतामुखीबाट हिँडिरहेको छु होइन। यति साँझमा कहाँ जानलाई भनेर सोच्नुभयो भनेपछि एउटा दिदी हुनुहुन्छ कि यता ठुलबाको छोरी, उहाँ चाहिँ आउनु लाग्नु परेछ। उहाँले चाहिँ घर नचिनेको हाम्रो माइत कि मेरो घर नचिनेको। अनि फेरि मम्मी फेरि वनमा जानुहुन्छ कि समिति हुनुहुन्छ हाम्रोमा, मम्मी समिति हो कि के हो थाहा होइन, त्यस्तै अफिसमा जानुहुन्छ। अनि घरमा एउटा फुपू हुनुहुन्छ, अनि उहाँ पनि गाई पनि बिरामी भयो, उसलाई अब गाईलाई हेर्न पऱ्यो। अनि कोही नै छैन अब घरमा, के भन्नु अब, कसलाई के भन्नु अब। राति भए पनि अधेरै रातिको 2 बजे भए पनि 1 बजे भए पनि अब छोरी नै हो, तर छोरा जस्तो गरेर सबै कर्तव्य निभाउनु पर्छ होइन गाइज। सो गाइज, यस्तै नै चलिरहेको छ है जिन्दगी। यता भने यता दुगुन पऱ्यो, उता भने उता दुगुन पऱ्यो। आज यता चाहिँ लास्टै गाडी बाइकहरू हिँडिरहेको छन् कि गाइज। यस्तो नराम्रो गरी फसेँ नि म, यति कुरामा यति धेरै डराउने बानी छ मेरो। अनि म जहाँ पनि फसिदिन्छु कि केही भन्न लाग्यो भने पनि डराइ कि यसले साँच्ची कि गरेको क्या यसकै गल्ती हो भन्ने जस्तो हुन्छ कि मेरो बेहोरा। अनि फेरि म आफै फस्छु कि गाइज, के भन्नु अब। त्यहाँ हजुरबा हुनु त एउटा हजुरबा हुन्छ क्या चिनेको। अनि फेरि के भयो भनेपछि म ठ्याक्कै यस्तै भिडियोमा बोल्दै हिँडिरहेको थिएँ कि, अनि भिडियोमा बोल्दै हिँड्दा अनि के हो कि देखेर पनि ल अब फोन राखेर राम्रोसँग दर्शन यताउता भनेर बोले पनि त हुँदैन। कहाँ जानुभयो, के हो, बोल्ने नै आएन कि कस्तो अर्कै भएको। मलाई यस्तो हाँसो लाग्यो, पछि मलाई सम्झी हाँसो लाग्यो क्या अहिले। उहाँ हजुरबाले त अलिकति कान सुन्नुहुन्थेन, त्यहाँ एउटा मान्छे अर्को पनि बसेको थियो कि, उसले सुनेर उसले पछिसम्म हाँसिरह्यो। गाइज फाइनली आई एम एट होम, घर पुगेँ होइन। तर यति राति पुगेँ म होइन, राति बच्चा के अरे अटोवालालाई पनि मेरो त सानो बच्चा छ, दुध खाने, प्लिज अङ्कल प्लिज छोडिदिनु घर भने फकाइ घर त पुगेँ। घरमा पनि बिस्तारैभरि कपडा सब यस्तरी, मतलब अब यस्तै थियो कि मेरो कोठा लास्टै 4 बजे किन भनेपछि ताता कपडा लाउँदै फाल्दै गरियो। 3-4 दिन जति बित्ति जाडो भएर आज घाम लागेको थियो, आज मिलाउनु हुन्थ्यो र आज पनि त्यस्तै भयो। अब भोलितिर हुन्छ मेरो चाहिँ यो सबै गर्छु मिलाउनु। ओके गाइज, यस्तै हो होइन। घाम लाग्यो अब त सोचेँ ल अब त सक्यो गर्मी दिन भनेको त फेरि आजै घामको किरणै झल्किन्न है भगवान्। 11 बजिसक्यो अझसम्म केही छैन यार। छोरीभित्र सुतेहा भन्दा पनि उठेर चकचक गरिरहेको नि, अब त्यहीसँग खेल्ने बस्ने, केही कामै छैन यार। त्यो चिसो गरिदिन्छ दिन, के काम गर्नु, काम पनि केही छँदा पनि छैन, घर बसेँ यताउता। अब स्टार्टिङ हुँदैछ मेरो काम त डेली। गाइज, भिडियो हेर्दा चाहिँ त्यस्तो नलाग्ला, तर मैले धेरै दिनपछि आफ्नो थोप्डा देखाएको छु। त्यही पहिलाको भिडियो एड गरेर यो थोप्डा एड गर्नेवाला छु होइन। 4-5 दिन भइसक्यो। हाम्रो ठाउँको हालत एकदमै बेकार छ। अनि यो चिसो मौसममा खाँदैछु मैले यो चाउचाउको झोल। यस गाइज, चाउचाउको झोल खाँदैछु। दिउँसोको नास्ता हुँदैछ। यो चाहिँ बाहिर हेर्दा चाहिँ रात परे जस्तो देखिरहेछ। लुक एट दिस, सिरियसली कि गाइज रात परिरहेको होला जस्तो। लाइट बालेर काम गर्नुपर्छ किचनमा, थाहा अरे। घरभित्रै भान्सा हुने, घरभित्रै त्यो के अरे भाँडा धुने सबै सुविधा भएको मान्छेलाई त सजिलो छ नि। जाडो भयो भने के छ र, बाहिर निस्किनु पर्दैन। गाह्रो भनेको हामीलाई हो, बाहिर जाऊ यो भगवान्, धारा गचा त्यही पनि चिसो छोइ नसक्नु पानी हुन्छ। हाम्रो कस्तो छ थाहा है,
यहाँ उहाँले भाँडा दुनिया छैन नि त। अब के गरौँ गाइज, घरको हालत त्यस्तै छ। कहिले पुग्ने हो स्वर्गमा थाहा छैन गाइज। अब थाहा छैन फेरि मेरो यो भिडियो कहिले स्टार्ट हुन्छ थाहा छैन, तर म बनाउँछु भन्छु होइन। यो हुस्से लाएर केही देखिन्न। घाम लाग्यो भने एक त मोबाइल गतिलो छैन, घाम लाग्यो भने अलिकति राम्रोसँग त देखिँदो। अहिले पनि थाहा छैन यो किचनको यो के हाल देखिरहेछ। गाइज मैले भन्थेँ नि समथिङ इज न्यू, केही आउँदैछ, केही खुसी छ। द्याट वाज दिस होइन। अनि गाइज मैले हजुरहरूको लागि सरप्राइज भनेको यही हो गाइज। सो हाम्रो पनि दोकान खुल्दैछ रिमझिम चोकमा होइन। लोकेसन पछि भन्दै गरौँला, नजिक भएको मान्छे आउनु पनि हुनेछ पक्कै विश्वास गर्दछु होइन। अहिले चाहिँ यही हेर्नु होइन कस्तो छ। मैले त बिरयानी बेच्न बसे जस्तो भयो। यहाँ पेन्ट लाउनु पनि सकिन्न होइन। यस्तै छ स्थिति गाइज, के भन्नु होइन। यस्तै छ गाइज। अब के हुन्छ अब हेरौँ। म घर गएर राम्रोसँग कुरा गरेर हजुरहरूसँग राम्रोसँग भिडियो बनाउँछु ल। यहाँ बहुत च्याउम्याउ छ, धेरै भिडियो पनि बनाउनु पाउँदैन नि त। सो गाइज दोकानमा थोरै गडबड हुनको कारणले कस्तो आँखा फाट्यो कि यो के हुन्छ। यो हातले त भात खानु, मैले त्यो हातले मतलब नराम्रो हुन्छ क्या हो। झन् यति धेरै कोसिस गर्दैछु राम्रो होस् भनेर, अझै पनि नराम्रो भयो भने त म त झुन्डेर मर्छु त्यही दोकानमा कसम। छ्या यार कस्तो दिमाग खराब हो क्या। पेन्ट लगाएँ मैले चाहिँ, हेर्न सक्नुहुन्छ मेरो हुलिया हेरेर थाहा हुनसक्छ हजुरहरूलाई म यो पेन्ट लगाएर आएको होइन। सो मैले पनि यस्तरी देखाउने दिन आयो। यस्तरी रिङ होइन यस्तरी रिङ भनेर देखाएर यस्तरी चाप्यो। सो गाइज फाइनली द ड्रिम वाज ट्रु होइन। यति धेरै मेहनतपछि यतिसम्म पुगेछु। आशा छ अझै अगाडि बढाउनु हुनेछ मेरो प्यारो भगवान्ले। मलाई यति धेरै आशीर्वाद त दिनुभयो होइन। योभन्दा पनि अगाडि भएको हेर्न पाऊँ भनेर पनि सोच्नु होला प्लिज। गाइज अरू त के भनौँ, भोलि हाम्रो पसलको ओपनिङ छ। भोलिदेखि म पनि पसलमा बस्छु, मैले पनि सामान बेच्छु, म पनि एउटा साउनी हुन्छु। अनि फेरि तर साउनी भएर डुबाइदिएँ भने मेरो परिवारहरूलाई अति छ हौ। म कस्तो पो हुने हो, अलिअलि डर पनि लाग्यो, अलिअलि खुसी पनि लाग्यो होइन। थाहा छैन के हुन्छ। एउटा यो के अरे यो मेरो एउटा के अरे रमाइलोको लागि गरेको गेम जस्तो होइन कि होइन। रमाइलोको लागि मलाई मन थियो, मैले गरेँ। यस्तो मेरो कदापि पनि मन छैन। मेरो यो एउटा सपना जस्तो थियो है। मैले एउटा चिज सोचेको थिएँ, अब त्यो नभएपछि मैले यो त गर्छु सोचेको थिएँ। हुन पनि त्यो हुँदा पनि भएन। तर यो चाहिँ मैले जुन गर्छु भनेको थिएँ, यो चाहिँ मैले गरेर देखाएँ अन्त्यमा। तर एक्लै त गरेन है। अफकोर्स फिजिकल्ली हेल्पको लागि त मसँग कोही पनि थिएन। मैले को कस्तो भनेर मैले सबै मान्छेहरू चिनिसकेँ होइन। त्यत्रो मैले त्यति धेरै सामान मतलब मैले त उठाएन, अटोले उठायो अफकोर्स होइन। तर पनि त्यहाँ लिएर होइन मिलाउन कति धेरै गाह्रो थियो कि। एक त मैले केही पनि काम गर्थेन होइन। मतलब म त्यस्तो धेरै काम गरी हुर्केको केटी होइन कि। मम्मीले मलाई केही पनि गर्नु दिनुहुन्थेन उहाँ पनि होइन। घरको काम गर्नु बस, त्यही मम्मीलाई ठुलो लाग्थ्यो मैले घरको काम गरिदिएँ भने। अनि फेरि अहिले आएर चाहिँ मैले यत्रो सब गरेँ कि आई कान्ट बिलिभ होइन। मान्छेलाई परेपछि जे पनि गर्छ कि। मेरो मम्मीले केही पनि बताउनु थिएन, तर मैले यो सब गरेँ कि एक्लै। अफकोर्स पैसा त मेरो मम्मीले मेरो बुढाले सबैले हेल्प गरेर गराइदिनु भयो होइन। तर मेरो फिजिकल हेल्पको लागि कोही पनि थिएन। आई क्यान से इट प्राउडली, मैले एक्लै नै गरेको यो सब। आफूभन्दा ठुल्ठुलो कुनै त सामान होइन। आफूभन्दा कस्तो त्यो खाली रुममा कार्पेट बिछाउन, त्यस्तो फोहोर रुममा कार्पेट बिछाउनदेखि लिएर होइन। अनि फेरि त्यो रुममा आधा रुमभरि पेन्ट लगाउन मैले आफै नै गरेँ। सजिलो त थिएन तर पनि मैले गरेँ। कसैले नपत्याउने कुरा पनि हुन्छ मतलब होइन। मैले यस्तो भने होइन कि मैले ठुलो काम गरेँ, बट छोरी मान्छे भएर यति गरेँ मलाई त्यही ठुलो कुरा लाग्छ क्या।
मतलब होइन छोरा मान्छे भएर पनि अरू दोकानहरू मैले यताउताको देख्थेँ क्या, अरूलाई पेन्ट लगाउनु बोलाउँथेँ के साँच्ची भनेको। तर म एउटा छोरी मान्छे भएर आफै आफ्नो दोकानमा पेन्ट गरेँ मैले। सो यति रातिमा हुँदैछ मेरो भिडियो स्टार्ट। आज चाहिँ मेरो फर्स्ट डे थियो, मेरो फर्स्ट जब भनौँ होइन, जब जस्तै नै भइसक्यो मेरो लागि, जब जस्तै नै हो मतलब कि फर्स्ट जबमा होइन, फर्स्ट एक्सपिरियन्स कस्तो थियो त्यो अब म अर्को भिडियोमा भन्छु। भिडियो धेरै लामो भइसक्यो गाइज, हात पनि परिसक्यो, क्यामेरा पनि राम्रो आएको छैन होला। भेटौँला नेक्स्ट भ्लगमा, त्यति बेलासम्मको लागि बाई बाई गाइज, टेक केयर। चिसो छ आफ्नो केयर गर्नु बस्नु, ओके गाइज, बाई, लभ यु।